जय घन्टी। इच्छा कामना मन्दिरको यो छेउमा उभिएर मैले धेरै पटक तपाईहरुसँग कुराकानी गरेको छु। मन्दिरलाई साक्षी राखेर, मैले सत्य साक्षी राखेर तपाईहरुसँग आफूले गर्न सक्ने, आफूले गर्नुपर्ने कुराहरू धेरै पटक गरेको छु। तेस्रो पटक तपाईहरुले मलाई विजयी बनाउनु भएको छ र हरेक पटक मत थपेर पठाउनु भएको छ, अर्थात् हरेक पटक जिम्मेवारी थपेर तपाईहरुले पठाउनु भएको छ। म तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु। म धेरै धन्यवाद भन्न चाहन्छु सम्पूर्ण मतदाताज्यूहरूलाई जसले यो विश्वास निरन्तर कायम राख्नु भएको छ। हुन त हामीलाई मत हाल्दा विशेष गरी इच्छा कामनामा सुरुदेखि नै निकै गाह्रो र कठिन थियो। संसारभरिका मानिसहरूले हेरिरहेका पनि थिए। इच्छा कामनामा चाहिँ अलिकति माया छैन कि भनेर भन्थे, तर मलाई राम्रोसँग थाहा थियो दुर्गम गाउँमा धेरै कुरा पुगेको थिएन, हाम्रो विचार पुग्न पाएको थिएन, हाम्रो आवाज पुग्न पाएको थिएन। त्यसैले त्यहाँ विचार र आवाज पुगोस् भनेर प्राथमिकताका साथ इच्छा कामनाका डाँडाहरूमा हामीले काम गर्न पायौँ। मैले थोरै समय भए पनि काम गर्न पाएँ। केही राहत दिन सकिएको छ, त्यो पर्याप्त होइन। मैले आफ्नो निर्वाचन क्षेत्रमा परेका तीनवटै पालिकालाई साक्षी राखेर भनेको छु कि मेरो प्राथमिकता इच्छा कामनाको पनि दुर्गम वडाहरू हो भनेर मैले प्राथमिकताका साथ राखेको छु। म यसमा अझै पनि अडिग छु। म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु यहाँहरूले गर्नुभएको विश्वासका लागि र गर्नुपर्ने कामहरू धेरै छ। लगभग कर्णाली जस्तो छ हाम्रो इच्छा कामनाका केही वडाहरू, केही ठाउँहरू, चेपाङ बस्तीहरू छन्। त्यहाँ शिक्षाको उज्यालो पुर्याउनु पर्ने छ। बत्ती पुर्याउने कामहरू हामीले सम्भवतः सबै वडामा पुर्याइसकेका छौँ। नेटवर्कका समस्याहरूमा पनि हामीले काम गर्यौँ। स्थानीय सरकारको प्रतिनिधि म नभए तापनि तपाईहरुको प्रतिनिधि भएका हुनाले त्यसको समन्वय गर्ने काम केही गर्ने कोसिस गरेको छु। अब तपाईले दिनुभएको जिम्मेवारीले आफूलाई अझ बढी जिम्मेवार महसुस भएको छ। यो जिम्मेवारी हुनुभएको जिम्मेवारी दिनुभएकोमा र धेरै माया र विश्वास गर्नुभएकोमा तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म। र यो निर्वाचन परिचालनका क्रममा हाम्रो पार्टीका विभिन्न तह र तबकामा रहनुभएका साथीहरूलाई धन्यवाद दिन चाहन्छु। सभापति जितबहादुरजी यहाँ हुनुहुन्छ, म तपाईलाई धेरै धन्यवाद दिन चाहन्छु। तपाईको यो नेतृत्वले यहाँको पालिकामा हामीलाई धेरै मद्दत मिल्यो। अन्य साथीहरू पनि हुनुहुन्छ, नाम लिएन भनेर मन दुखाउन पाइँदैन है साथी हो, मनमा हुनुहुन्छ, नाम लिनै पर्दैन। सबै टिम बनेर काम गर्नुभएको छ। विशेष गरी सभापतिज्यू यहाँ हुनुहुन्छ, उहाँले काम गर्नुभएको छ। म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुरुवातका दिनमा घन्टी बजाउँदै हिँड्दा, रासोपा हुँ भन्दै हिँड्दा, रासोपाको लोगो लगाउँदै हिँड्दा तपाईले गाली खानुभएको छ, अपमानित हुनुभएको छ। तपाईले कति सिफारिस पाउनु भएन, तपाईका कयौं अधिकारबाट वञ्चित गराइयो, तैपनि नडराइकन हिम्मतका साथ हिँड्नुभएका तपाईलाई आज म धन्यवाद र सलाम भन्न चाहन्छु। त्यही हिम्मत आज बढी फैलिएको हो। अश्विनजी त्यही हुनुहुन्छ, त्यही हिम्मत आज फैलिएको हो र देशभर यो लहर, यो सुनामी आएको हो। म धन्यवाद चितवनलाई दिन चाहन्छु। बिउ त हाम्रो चितवनले रोपेको हो, यही नै फैलिएको हो। यो देशमा परिवर्तन हुन्छ भन्ने कुरा सबभन्दा पहिला विश्वास गर्नुहुने आदरणीय चितवनवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। विभिन्न जिम्मेवारीमा रहनुभएका र पार्टीमा पनि नरहनुभएका कयौं साथीहरू हुनुहुन्थ्यो, उहाँहरूले समेत भित्रभित्रै माया गरेर साथ र सहयोग दिनुभयो। म उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँ प्रभाकरजी पनि हुनुहुन्छ, खै कता हुनुहुन्छ हाम्रो साथी, ऱ्याटलाई परिचालन गर्नमा धेरै ठुलो मद्दत गर्नुभएको छ। सबै प्रभाकरले हात उठाउनु होला, फेरि केही फरक पर्दैन है। दिवाकर प्रभाकर भनेको थियो अघि मैले, एकजना साथीको कसैको पनि नाम नछुटोस् भन्ने लगभग म कोसिसमा छु। धन्यवाद दिन चाहन्छु। मैले सबै तहका साथीहरूलाई भनेको छु र विशेष गरेर सीता गेवाली म्याम आउनुभएको छ कि छैन महानगरमा भरतपुरमा यति धेरै सफलता निरन्तर गराउनु हुने सीता म्यामलाई म विशेष धन्यवाद दिन चाहन्छु। यो इच्छा कामनाबाट कता हुनुहुन्छ? त्यहाँ हुनुहुन्छ। धेरै धन्यवाद तपाईलाई। मन्दिर अगाडि साक्षी राखेर बताएको छु। हाम्रो सम्पूर्ण यो परिचालनमा राजनजी भइहाल्नुभयो कमान्डर, राजन गौतमजीलाई फेरि पनि म यहाँ अगाडि राखेर धन्यवाद दिन चाहन्छु। हाम्रो जिल्ला सभापतिज्यू कता हुनुहुन्छ? आउनुभएको छ कि छैन? चितवनका जिल्ला सभापतिज्यू तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको नेतृत्वले निरन्तर काम गरेको छ। 3 पटकसम्म निर्वाचन, हरेक पटक
जित्ने गरी मत दिएर तपाईँले गर्नुभएको यो मेहनतका लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि पनि विशेष धन्यवाद इच्छा कामनाका तपाईँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई। अनि यहाँ घर भएर संसारका विभिन्न कुनामा बस्नुभएका दाजुभाइ दिदीबहिनीहरू प्रवासमा बसेर पनि होइन घन्टीलाई भोट हाल्नुपर्छ, यसपटक मिलो क्रान्ति गर्नुपर्छ भनेर उता पसिना बगाउँदा बगाउँदै पनि हामीलाई विश्वास गर्नुहुने तमाम प्रवासी दाजुभाइ दिदीबहिनीहरूलाई सलाम गर्दै शिर झुकाएर नमन नमस्कार भन्न चाहन्छु। आफ्नो आमा बुवालाई यो विश्वास दिलाउनु भएको छ तपाईँले र तपाईँहरूको यो विश्वास खेर जाने छैन। म अन्त्यमा यति भन्न चाहन्छु कि अब हाम्रो बोल्ने भन्दा काम गर्ने दिनहरू आएका छन्। हामीले जति भन्नु थियो भन्यौँ, चुनावी भाषणहरूमा, विभिन्न अन्तर्वार्ताहरूमा, विभिन्न कुराकानीहरूमा, विभिन्न चोकमा, चौतारोमा, सभामा, कोण सभामा हामीले केही आलोचना पनि गऱ्यौँ होला, तिता मिठा कुरा पनि गऱ्यौँ होला, हाम्रो भाषण चर्को पनि भयो होला, आलोचना पनि चर्को गऱ्यौँ होला। तर त्योभन्दा माथि उठेर अब हामीले कामले यसको सबैको जवाब दिनुपर्ने छ। पुराना राजनीतिक दल, त्यस दलका नेता, कार्यकर्ता, साथीहरूप्रति हाम्रो कुनै वैरभाव छैन। नेपालको इतिहासमा तपाईँहरूले, पुराना राजनीतिक दल र नेताहरूले एउटा युग अगाडि नै जुन योगदान दिनुभएको छ, राजनीतिलाई यहाँसम्म ल्याउनु भएको छ, इतिहासमा तपाईँले गर्नुभएको राजनीतिक योगदानको हामी आज पनि कदर गर्न चाहन्छौँ। सुशासनका मामलामा तपाईँहरूसँग हाम्रो प्रश्न हो, हामी त्यहाँ मात्र तपाईँसँग लडेका हौँ। तपाईँको राजनीतिक योगदानलाई अवमूल्यन गर्ने हाम्रो कहिले पनि मनसाय छैन। र आफ्नो घरमा, आफ्नो मनमा, घरमा झन्डा पनि थियो, मनमा कुनै अर्को पार्टीप्रति विश्वास पनि थियो। त्यो पार्टीप्रति विश्वास र घरमा झन्डा हुँदा हुँदै पनि तपाईँले होइन यसपटक पार्टी फेर्ने होइन मत फेर्ने भनेर जुन एउटा ठुलो निर्णय तपाईँहरूले लिनुभयो, त्यही निर्णयको प्रतिफल आज देशभरि देखिएको छ। म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु।